हेलो गुड मर्निङ सन्चै हुनुहुन्छ सबैजना। अब मेरो त यात्रा चलिरहेछ के अरे देखिराख्नु भएको छ। तर यो यात्रा भनेको फेरि मेरो फिटनेस जर्नी के। यो फिटनेस जर्नीमा एउटा के कुरा चाहिँ हुँदो रहेछ भने जस्तै मैले त 45 डेजको एउटा च्यालेन्ज लिएको छु नि। यसमा यताउता साथीभाइले मनोबल गिराउने यस्तो कुराहरू एकदमै आउँछ क्या। तँ त यस्तो गर्न लाइस रे उस्तो गर्न लाइस रे हेरौँला रे भनेर डिमोटिभेट चाहिँ गर्छन् है। त्यो भएर आफ्नो चाहिँ मनलाई चाहिँ डगमगाउन हुन्न, हार चाहिँ खान हुन्न, डिमोटिभेट चाहिँ हुनुहुन्न है। अरूले भनिराख्छन् आफूले चाहिँ यात्रा आफ्नो कन्टिन्यू राखिराख्ने, फिटनेस जर्नी कन्टिन्यू राखिराख्ने, गर्ने मेहनत गर्ने। सुरुमा गाह्रो चाहिँ हुन्छ। त्यो गाह्रोलाई चिर्दै गएर सुनौलो बिहानी चाहिँ आउँछ है। त्यसरी बिहान आउनुभन्दा अगाडि घाम राति पनि एकचोटि मजाले गहिरो तरिकाले हुन्छ नि त्यस्तै हो। अब हाम्रो चाहिँ अब एकैचोटि यस्तो भरिएको मासु छ बोसो